हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म बिहानै उठेर अब दोकानतिर लाग्छु है। दोकानमा चाहिँ अब मैले काम गर्नुपर्ने चाउमिन पिलेर चाउमिन दिनमा बेच्ने अब गर्नु त पर्यो के अरे है। तेल तुरीको लागि कफी डटको लागि त आउँछ। अनि मैले चाहिँ 5 मिनटको बाटोमा हाम्रो गाउँदेखि बजार जानको लागि लाग्छ। अनि हाम्रो गाउँ चाहिँ पुरै देखिन्छ कि यस्तो राम्रो गाउँ है। हाम्रो अब आफूलाई आफू जन्मेको गाउँ त राम्रै लाग्छ। अनि म चाहिँ माथि पसलमा नि पुगिसकेको थिएँ। अनि पसलमा यता हेर्दाखेरि चाहिँ पानी थिएन के। म फर्स्टमा चाहिँ पानी लिन ब्रस मुख धुन गएको छु है। त्यहाँबाट जान्छु अनि हेर्दा त पानी छैन। अब पानी त्यो सबै गर्नु पर्यो नि त है। अनि म चाहिँ अहिले अब धारा नि पुगिसकेको छु। धारा चाहिँ त्यहाँको पानी है यस्तो चिसो हुन्छ कि यस्तो मुख धुँदाखेरि ब्रस गर्दाखेरि यस्तो फ्रेस हुन्छ कि आमा है। यस्तो के त्यहाँ मानौँ अब है खै अब यहीँ हुँदाखेरि यहीँ अब आजसम्म यहीँ बस्दाखेरि राम्रो लागिरहेको कि अब मैले त्यस्तो चाहिँ है राम्रो भन्न खोजेँ। अनि तैपनि यस्तो चिसो के पानी है। हिउँदको महिना हुन्छ नि त्योभन्दा पनि राम्रो यस्तो मूलबाट आएको पानी हो। अनि चाहिँ मैले मुख धोएर सबै गरेर है अब चाउमिन पेल्नु पर्यो। अनि चाउमिन अब त्यहाँ आगो बाल्न चाहिँ सक्दिनँ कि म धेरै। आगो बाल्न जस्तो यस्तो है झ्याउ यस्तो है। म अब केरी आगो नि बाल्छु। चाउमिन पेलेर चाउमिन बेचेर बेलुका घर फर्किन्छु कि म बिहान आउँछु अनि खाना खान जान्छु बिचमा चाहिँ। अनि बेलुका फर्किन्छु। अनि त्यही माथि नि अब बेला चाहिँ भिडियो गर्ने मन लाग्यो मलाई। भ्लग चाहिँ त्यस्तो एडिट गरेर हाल्न आउन्न कि त्यही भएर म भ्लग गर्नै मन लाग्दैन। त्यही पनि हल्का हल्का खाएँ है। गरिदिउँ कि भने यति गरेको छु। म राम्रो मान्ने मान्छेले राम्रो है लाइक कमेन्ट गरिदिनु होला। अब नराम्रो मान्ने मान्छेलाई त के भन्ने हो, हेर्ने छोडिदिनुहोस् बास त्यही हो। कमेन्ट पनि नराम्रोहरू त्यस्तो नगर्नुहोस् के। अनि अब तै पनि अब है गर्नु त पर्यो। अब मैले पिठो मुलेर अब है पिठो मुलिसकेपछि चाहिँ पेल्नुपर्छ के। यस्तो ढाड दुख्छ अब कुरै नगरौँ के। चाउमिन पेल्दाखेरि अब खै फर्स्ट आजभोलि चाहिँ यस्तो हल्का बानी परेको छु। फर्स्टमा त है म यस्तो मर्थेँ यस्तो कुरै नगरे भइगयो के। अब हाम्रो घरमा नि 2टा मात्र हुनु, बुवा र म मात्र हो नि त। अनि पछि बुवा चाहिँ घर हेर्नुहुन्छ, खाना बनाउनुहुन्छ, घरको भाँडा धुने, म चाहिँ दोकान हेर्ने, दोकान अब सबैले खाएको भाँडा माझ्ने उ गरेर अब बेलुका फर्किन्छु है। अनि अब के गर्नु दुःख छ। अब दिदीहरू आफ्नो अब घर गइहाले, बिहे गरिसकेपछि यहीँ बस्छ भनेर भन्न मिलेन। अनि तैपनि अब भाउजू र दाइ चाहिँ अब है तल सुर्खेत पनि पसल छ क्या। अनि त्यहाँ हिँड्नुहुन्छ, म चाहिँ यहाँ हेर्छु। अब हाम्रो गाउँको अवस्था यस्तै हो कि गाइज अब रोपेर अनि सक्यो भर्खर। अब दोकान गर्नु पर्यो, काम गर्नु पर्यो, घरमा भएको गोरु बाख्रा पाल्नु पर्यो है। बुवाले र मैले सबै भ्याछौँ के। तर नि मम्मी चाहिँ हुनुहुन्न। अब ल फाइनल्ली हाम्रो ब्लग सक्यो गाइज, यति नै हो।